ओहायो गोजाइमास मिन्नासान ओ गेन्की देशु का। हामी चाहिँ आज मिनानो निहोङ्गो शब्दको पाठ 3 भोकाबुलरीहरु पढ्दैछौँ है। सुरु गरौँ है त। कोको भनेको यहाँ यो ठाउँ भनेको, त्यसैगरी सोको भनेको त्यहाँ त्यो ठाउँ भनेको, आसोको भनेको उ त्यहाँ भन्छ है। सामान्य भाषामा उ त्यहाँ भनेको, आसोको भनेको त्यो ठाउँ भनेको है। दोको भनेको कुन ठाउँ कहाँ भन्न खोजेको है। त्यसैगरी कोचिरा भनेको चाहिँ यो ठाउँ, अर्थात् हामीले कोको पोलाइट फर्म भनेर चाहिँ कोचिरालाई बुझ्नु पर्यो है। त्यसैगरी सोचिरा भनेको त्यो ठाउँ है। त्यो ठाउँ भनेको के हो त, यसको विनम्र रूप अथवा पोलाइट फर्म भनेको चाहिँ सोकोको पोलाइट फर्म चाहिँ सोचिरा है। आचिरा भनेको उ त्यहाँ भनेको, यसको पनि आसुकोको पोलाइट फर्म चाहिँ के भयो, आचिरा भयो। अनि दोकोको पोलाइट फर्म चाहिँ के भयो, दोचिरा, कतातिर भन्न खोजेको है। दोको भनेको कुन ठाउँ, दोचिरा भनेको कतातिर, यो पनि दोकोको विनम्र रूप है। त्यसैगरी क्योसिचु भनेको कक्षा कोठा, क्लासरुम भनेको, जुमुस्यो भनेको कार्यालय अफिस भनेको, खाइकिसिचु भनेको सम्मेलन कोठा भनेको, खाइकिसिचु भनेको मिटिङ हल है। उकेचुके भनेको स्वागत सत्कार गर्ने डेस्क भनेको, नेपाली भाषामा भन्दा रिसिप्सन है। उकेचुके भनेको चाहिँ रिसिप्सन। रोबी भनेको लबी है। अब बरन्डा भन्छ नि नेपाली भाषामा चाहिँ। अनि हेया भनेको कोठा, तोइरे भनेको शौचालय अथवा टोइलेट भनेको, ओत्याराई भनेको शौचालय। यो जापानिज भाषामा तोइरे भनेको पनि शौचालय नै हो र ओत्याराई यसलाई चाहिँ टोइलेटलाई चाहिँ दुईवटा उले चाहिँ जनाउँछ है त। मिनिङ चाहिँ यसको दुईवटा हुन्छ। त्यसैगरी अर्को छ खाइदान भनेको सिडी भर्याङ भनेको है। एरेबेता भनेको एलिभेटर लिफ्ट भनेको, एसुकारेता भनेको एस्केलेटर। अनि कुनी, कुनी भनेको देश, यसको अगाडि जहिले पनि ओकुनी वा दोको देशका भनेर क्वेसन आउँछ कि, ओ भनेको चाहिँ के हो त यसको पोलाइट फर्म है। ओकुनीसँग कहिले पनि क्वेसन गर्दाखेरि ओकुनी आउँछ कि। अनि एन्सर दिँदा चाहिँ ओकुनीमा दिनु भएन, एन्सर चाहिँ कुनी भनेर दिनु पर्यो। क्वेसन सोद्धा चाहिँ ओकुनी वा दोको देशका भनेर सोध्नु मिल्यो है। यो ओ भनेको चाहिँ यसको विनम्र रूप है। त्यसैगरी अर्को छ खाइस्या, खाइस्या भनेको कम्पनी, उची भनेको चाहिँ घर, देनवा भनेको टेलिफोन है, टेलिफोन है। त्यसैगरी कुचु भनेको जुत्ता, वाइन भनेको रक्सी वाइन भनेको, ताबाको भनेको सुर्ती अथवा चुरोट भनेको है। उरिबा भनेको बेच्ने ठाउँ, बिक्री कक्ष भन्छ नेपालीमा। त्यसैगरी चिखा भनेको बेसमेन्ट, जमिन मुनि भुइँ मुनि भन्छ नि, ग्राउन्ड फ्लोर भने जस्तै है। अनि खाई भनेको घर तथा भवनको तल्ला भनेको, खाई भनेको के हो त, तल्लाहरू, यति हो तल्ला भनेको है। नानगाई भनेको कति तल्ला, कतिौँ तल्ला भनेर क्वेसन मार्क दिएको छ। यो भनेको नानखाई भनेर कसैले क्वेसन गर्नु पर्यो भने कति तल्ला माथि हो भनेर सोध्नु पर्यो भने चाहिँ नानगाई राख्नु पर्यो है। त्यसैगरी एन भनेको जापानिज रकम भनेको है, नेपालीको नेहरू भए जस्तै जापानिज रकमलाई चाहिँ के भन्छ, एन भन्छ है। त्यसैगरी इकुरा भनेको कति, हाउ मच भनेको, ह्याकु भनेको 100, सेन भनेको 1000 र मान भनेको 10,000 है। त्यसैगरी सुमिमासेन भनेको माफ गर्नुहोस्, सुन्नुहोस् त भनेको है। कसैलाई केही क्वेसन सोध्नु पर्यो, कसैलाई डिस्टर्ब गर्न गइयो, सुमिमासेनगा भनेर भन्नु पर्यो कि, उसलाई के भन्न खोज्यो त्यो चाहिँ भन्नु पर्यो है। माफ गरे, सुन्नुहोस् न भन्न खोजे है। त्यसैगरी देगोजाइमास, देगोजाइमास भनेको चाहिँ देशको विनम्र रूप है। आफूलाई सानो पारेर बोल्ने बेला भनेको, जस्तो आफू सानो भएर आफूभन्दा ठुलोलाई बोल्दाखेरि चाहिँ हामीले छ अथवा हो भनिन्छ नि, देगोजाइमासको प्रयोग गरिन्छ। त्यसैगरी ओ मिसेते कुदासाई भनेको मलाई देखाउनुहोस् भनेको। अब एनपिचो मिसेते कुदासाई भनेको सिसा कलम मलाई देखाउनुहोस् भन्न खोजे कि। अगाडि कुनै नाउन आएर पछाडि ओ मिसेते कुदासाई आयो भने त्यो वाक्य मलाई देखाउनुहोस्, त्यो मलाई यस्तो गर्नुहोस् भन्न खोजे है। त्यसपछि ज्या भनेको ल है त भनेको, ल त है भनेको है, त्यसो भयो भन्न खोज्या। अनि ओ कुदासाई भनेको मलाई दिनुहोस्, मलाई देऊ भन्न खोजेको है। ल आजलाई यति नै, बाँकी नेक्स्ट च्याप्टरमा भेट्नेछौँ है त।